नमस्ते संपूर्ण मेरे साथीहरूलाई। क्या करेंगे गरीब का जिंदगी, फिर व्हीलचेयर के ऊपर बैठना पड़ता है। हिजो मैले सक्छु भनेको फोटो चाहिँ मैले आज सकिनँ, बनाउन सकिनँ, कम्प्लिटली गर्न सकिनँ हैन, धेरै गाह्रो भयो है। त्यो भएर त्यो फोटो बनाएको भिडियो चाहिँ म भोलि हाल्छु हैन, मजाले हाल्छु। यी काम गरेपछि सबै लथालिङ्ग हुन्छ हैन, सबै फोरै फोर हुन्छ जम्मै। अब के गर्ने, अब यो झ्यास झुसमै केलाएर अब यो चित्रहरू निकाल्नु पर्छ हैन। अनि त्यो भएर पनि फोहोर मैला चाहिँ टन्नै हुन्छ। कति कोसिस गरेँ हैन, सकिएन, बनाउनै सकिनँ, कम्प्लिट गर्न सकिनँ। भोलि चाहिँ अब फोटोहरू चाहिँ बनाइसकेर अनि फ्रेम मजाले हालेर हैन, अनि मजाले फ्रेम हालेर तपाईहरुलाई चाहिँ म देखाउँछु। मैले बनाएको फोटो पनि देखाउँछु। अनि त्यस पछाडि मेरो ओरिजिनल त्यो बनाएको फोटोको ओरिजिनल फोटो पनि हालेर देखाउँछु हैन। सबैजनाले माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला है। अब के गर्ने, जिन्दगी अब उमेरमा कमाउन नि सकिएन, कहीँ जान पनि सकिएन। जिन्दगी सुतेरै बुढो भइयो, सुतेरै दारी फुल्यो हैन। अब गाला पनि चाउरी परिसक्यो। अब के भन्ने, जिन्दगी सुतेरै सकियो साथी हो हैन। अब यसो कामसाम गरिन्छ। अब तपाईहरुको साथ सपोर्ट पाइयो भने त त्यही पनि बाँचुन्जेल त पेट पाल्ने मेलो त हुन्छ नि त हैन। त्यो भएर सबैजनाले माया गरिदिनु होला, सबैजनाले सपोर्ट पनि गरिदिनु होला हैन। यस्तै छ जिन्दगी हैन। अब के गर्ने हैन, कसलाई भन्ने हैन, कसलाई दोष दिने हैन, कसलाई कराउने हैन, अब त्यो ठाउँै छैन हैन। अब के भन्ने, भाग्यले दोष दियो हो कि अब समयले ठगेको हो हैन। अब त्यो भगवानै जानुन् हैन। अब यस्तै हो जिन्दगी। ल म भोलि चाहिँ एकदमै राम्रो फोटो क्लियरली बनाएर म भिडियो लिएर आउनेछु। धन्यवाद सम्पूर्ण साथीहरूलाई है।